होइन कस्तो गयौँ ल के अरे यहाँ आऊ न आमाले पनि खानुहुन्छ फेरि के अरे के ल्याउनु अरे ल चढ्नु म त चप्पल पनि बोकेर गएको दुईजना त एकैछिन पुगिन्छ जाने हो होइन एकछिन खेल्नुपर्छ अनि हाम्रो त हाफ प्यान्ट बोकिन भएन यही हाफ प्यान्ट आउने भन्छ अस्ति नानी लाग्यो बिस्कुट दाजुका बाइकको उकालोमा टेस्ट पनि हान्नु मन परिरहेको थियो क्या कतिको तान्छ कि तान्दैन
तलै भएको भए धेरै राम्रो हुन्थ्यो। दिदीले त किन भन्दै थियो नयाँ कहाँ किन्नु त्यो एबिएस क्या भेना एबिएस भनेको राम्रो थियो ब्रेकिङ राम्रो हुन्छ क्या यो टिबिएसै हो एबिएस ब्रेकिङ भनेको चाहिँ तपाईँको यो स्पिड खाँदैन क्या बुलेट त टपिक्यो अनि अझ यत्रो त्यो पुड्कीहरूले पो कुदाउँछ त बुलेट त्यो कुदाइँदैसम्म मात्रै हो कुदाइसकेपछि फेरि सात मिनटमा आइपुग्यो त फेरि अर्को अस्तिको मेरो बाइक भएर चाहिँ आइन्दैन थियो आउँछ हुन्छ अनि त्यत्रो चिन्ने डाँडाको उकालो तानेको होइन नि के साह्रो टन्नै चिनेको कुराहरू हुँदैन मान्छे झन्डी थाहा भएन हौ विष्णुपादीको मन्दिर चाहिँ यता आले चाहिँ यताबाट जान्छ झन्डी पार्क जाने बाटो उता छ त झन्डी पार्क झन्डी 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 हामी यहाँ पौडी खेल्न आएको होइन हामी यहाँ ठ्याक्कै यो डाँडा त्यो 11 हो क्या पानी त खै सक्दैन विष्णुपादीको हजुर त्यो त्यो त गोप्रो भएन गोप्रो त दामी हुन्छ नि पिकअप चाहिँ बब्बल है मन्दिर जाउँ यहाँ भयो त्यो हाम्रो यो मन्दिर छ नि त्यो ओसो पार्क जाने बाटोतिर त्यो चाहिँ चिसो हुन्छ होइन छ गाडी होइन कहाँनिर गाडी नै आउँछ कि पुऱ्याउनु जानुपर्छ त्यो मजाले बुझ्नु नि त्यो
आनन्द छ है बाइकहरू स्कुटी पुरा पुरानो तपाईँ बिचमा बस्नु कस्तो हान्ने मेरो ठाडो हान्नु कि तेर्सो ठाडो त लामो निक्लिन्छ छेउमा आउँछ भयो भने दामी छ दामी पहिला यहाँ पानी नै पाइपै चुट्टी छ त यहाँ पहिला यहीँको पानी खान्थ्यौँ क्या भने हामी यहाँको पानी लान्थ्यो लभली भ्यू दामी छ यहाँ हेर्नु यहाँसम्म कत्रो ठुलो छ पानी तलसम्म छ त भन्नु त यहाँ पानी कत्रो छ त तल छैन क्या धरान पानीको मुहान त छ नि घुम्नु त आयो पानी पो पर्यो हौ विष्णु पाउ मन्दिर भगवान् विष्णुको पाउ देखेको ठाउँ कस्तो आनन्द छ कि यो ठाउँ पानी पर्दैछ खाजा साजा खाने अनि फेरि ब्याग खुने पौडी खेल्ने अनि घर जाने खाजा त्यस्तै खाने स्वादिलो खाजा घरमा अन्डा भेना चपाउँदै विष्णु पादुका एकदम राम्रो ठाउँ आनन्द यहाँ विष्णु भगवान्को पाउ छ अरे क्या यहाँ भित्र भेना मन्दिरभित्र चप्पल खोलेर हेर्नु जान्नु ए बाजे हुनुपर्छ बाल्छ नि यता सबै यो भक्तजनहरू बस्ने क्या भने हेर्नु नि पुरै भक्तजनहरू यहाँ बस्छ तपस्या गर्दैछ मान्छे तपस्या गर्छ शान्त पनि है यहाँ खिच्दै हो मेरा फोटो यो उयो नि भेना धुपी होइन यो के पो के भन्छ यसलाई सल्लाह त होइन यो धुपी नै होला
फर्किन आँटेको घर फर्किने हो चटपटै खायो खाजा सजा खायो यो दोकान चाहिँ एकदम मिठो पाउँछ म चाहिँ चटपटै खानु निम्ति है घरबाट अर्डर आएर प्याकिङ लाँदैछ मलाई नै जोडिने जङ्गल जान्छ खाजा सजा खायो के खाएको है किन्दैछु है किन्दैछु है मिठो छ किन्डर जोय मिठो छ अढाई टक्कै 250 होइन 250 होला एकदम मिठो बनाउनु हुँदो रहेछ दिदीले चाहिँ त्यही भएर यहाँ घरबाट अर्डर आएर यहाँ प्याकिङ गर्नु लानेको प्याकिङ पेट्रोल कति छ भाइ मिठो भयो किन्नु चाहिँ अझै खाने भएन हातमै बोक्नु ल त्यो हातमै बोक्नु ल किचिन्छ होला यहाँ साह्रै बोकिनु त जाने हो तर्नु फर्कायो के थियो यसको सबै फर्कायो मिठो त मिठो है यो पिच भयो भने कस्तो दामी हुन्छ होला झन् एटलिस्ट पिच भयो भने चाहिँ नि यो बाटो नबिग्रिने पहिरो नझर्ने हुँदो रहेछ क्या किनभने पिच बनाउँदा चाहिँ त्यो नाला बनाउँछ अनि एजिङ बनाउँछ नि त एजिङ बनाएपछि पानी त्यहाँबाट झर्छ त्यो भएपछि त्यो
हेलो गाइड्स भैयाको लिएर चटपटे आइपुग्यो गिला गिला चटपटे किलो चटपटे आइपुग्यो ओ बेबी के खाएको हाँ के खाएको खाएको खोजेको नानीले मजा आयो